ल गाइज यो पुरै दाना चाहिँ खान सकेन यसलाई चाहिँ भोलि खाने हो है। हेलो एभ्रिवन नमस्ते है सबैजनालाई। सो तपाईहरु पनि सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदमै फिट एन्ड फाइन छु। सो आज भने म मेरो बारीतिर पुरा हाँसी लिएर हैन बारीको कामहरु गरिरहेको थिएँ अघिदेखि। अहिले चाहिँ घाम पनि डुब्यो, अलिकति चिसो फिल पनि भयो, त्यही भएर अहिले चाहिँ अब लगभग काम छोड्न लाएको हो। सो यस्तो छ है माथिनेर घर हैन टक्क यस्तो छ। योपालि अमिलाहरु भन्ने फल्याएन, एक दुई दानाहरु मात्रै देख्न सकिन्छ। अनि मौसमहरु भने टनाटन फलिरहेको थियो, यहाँबाट कतै निकालियो हैन, अझ केही दानाहरु रुखमै छन्। ल यस्तो छ, घाम डुबेर चाहिँ पुरा पारीतिर गइसकेको छ हाम्रो थली जिउलो। एकचोटी अब थली जिउलाको भ्यू नदेखाइकन त अब के ब्लग बनाउनु हैन। टक्क यस्तो दामी देखिरहेछ है। अनि बिसौना बजार यहाँ माथि हैन, अनि यहाँ दुर्गा स्कुल टक्क अहिलेसम्म छुट्टी भएको छैन, त्यहाँ लागि नै रहेको छ क्या दुर्गा स्कुल। टक्क यस्तो दामी छ बेलुकाको भ्यू। बुढी पनि बारीतिरै काम गरिरहेको छ। अब यहाँ चाहिँ पुरा मैले के गरे हो भन्दाखेरि यो हाँगाहरु चाहिँ काटकुट फाँडफुँड गरेर चाहिँ टक्क यहाँ जम्मा गरेको छु, पछि सुकेपछि जलाउनु पर्छ यसलाई चाहिँ। अनि यस्तो छ क्या पुरा आफलको रुखहरू भयो। अनि यहाँ चाहिँ पानी लगाएको छु आज। बाइक चाहिँ आज टक्क सफा गरेर राख्यो हैन। भोलि चाहिँ अब चैनपुर सदरमुकामतिर जाने काम छ, त्यही भएर चाहिँ टक्क धोइधाइ गरेर राखेको छु। अनि यहाँ चाहिँ सानो कुत्ता पनि छ है हामीसँग। यो आफ्नै घरको हो हैन, धेरै कुकुरहरू भएको थिए, एउटा मात्रै राखेर सबै बाँडिसके हो क्या। टक्क यसलाई चाहिँ आफै पाल्ने भनेको छु। रिडु चाहिँ के गरेर रिडु टुलान जाने है क्या। ए ल गाइस यस्तो छ, यो चाहिँ खेल्न लागिरहेको यो यस्तो छ हैन मेरो जिन्दगी चाहिँ। अवश्य खुसी हुनुपर्छ जे भए पनि हैन। काम भन्ने कुराहरू काम त गरि नै राख्नुपर्छ। जहाँ जे गरेर जुनसुकै ठाउँमा गए पनि काम नगरी हुँदैन। काम आफ्नो काम गर्ने कुरालाई तनाव दुःख मान्यो भनेपछि चाहिँ अब जिन्दगीमा हुँदैन क्या, कहाँ हुन्छ हैन। अब जे होस् व्यस्त अनि मस्त भएर चाहिँ बाँच्नुपर्छ भन्ने धारणा हो मेरो चाहिँ, त्यही हो गाइस। सो अब चाहिँ अब आज खासै त्यस्तो केही नै छैन। टक्क होइन पछाडितिर अब यो बगैँचा अब देखिरहेछन् सुन्तला मौसमहरू बुढीले बेचेर भ्याइसक्यो। अब केही मात्रामा अलिअलि चाहिँ देखिरहेछ, सानो सानो दानाहरू है फेरि त्यो पनि। रिडुले चाहिँ पुरा टुटी भाँचिदियो क्या, यसरी भाँच्यो क्या टुटी। यहाँबाट यो पनि निकालेँ मैले, फेरि यो पनि काम लाग्दैन, यहाँभित्र त्यसै अड्क्यो क्या यो भाँचिएर। अनि अब यसको त झनै काम हुँदैन होइन, यस्तो अवस्था पारिदियो बिहान यहाँ यसै राख्नु परिरह। यहाँ बुझो हाल्दै र रिडु, यहाँ बुझो हाल्दैछ र बुझो। ल पहिला हाम्रो बुवाले चाहिँ अहिलेको जस्तो पानी थिएन, अहिलेको जस्तो पानीको सुविधा थिएन, केही नै थिएन। कति मिहिनेत गरेर कति दुःख गरेर चाहिँ यसरी बगैँचा निर्माण गर्नुभयो होइन, 40 वर्ष पहिला, लगभग 45 वर्ष पहिला। अहिले चाहिँ अब यति पानी सुविधा छ, जहाँ भन्यो त्यही पानी छ, जहाँ भन्यो त्यही पाइप छ होइन। पानीको ट्याङ्की पनि छ, सिँचाइ गर्नलाई पानी जति पनि छ। त्यति दुःख गरिरहेका हुँदैनौँ हामीहरू चाहिँ। अब मैले चाहिँ पुरा यो बगैँचालाई पनि फोकस गर्ने भनेको छु। यहाँ पानी त्यसै खेर गइरहेछ 2-3 दिनदेखि होइन। टक्क यसलाई बन्द गर्नु पर्यो, त्यस्तो छ। तर बुढेसकालको सहारा भनेको अब केटाकेटी भन्दा नि यही बगैँचा हो क्या खासमा भन्ने हो भने। मस्तले फलफुलहरू अब यसरी फलिरहेको हुन्छ होइन। टक्क निकाल्यो बेच्यो, खान मन लाग्छ भने खायो होइन। टक्क खान मन लाग्छ भने
अब तपाईँहरूको समय कसरी बितिरहेको छ त्यो मलाई थाहा भएन मेरो चाहिँ यही हो पारा अब भोक लाग्यो होइन गाइस भोक भन्दा ठुलो केही हुन्न नि त ल गाइस यो पुरै दाना चाहिँ खान सकेन यसलाई चाहिँ भोलि खाने हो है ल यस्तो रमाइलो छ फेरि फलहरू टक्क फलेको फुलेको बेला चाहिँ यस्तो आनन्द यहाँ छिरेपछि बाहिर निस्कनै मन लाग्दैन क्या बारीभित्र छिरेपछि त्यो हो क्या त्यसै आनन्द छ गुड्डु बच्चा हो कहीँ जाने